नमस्ते। मैले आज एउटा कुरा अनुभव गरेर हजुरहरूलाई भन्न गइरहेछु। खुसी चाहिँ हामी के भएर हुन सक्दो रहेछौँ त? खुसी हुनका लागि हामीसँग सबै कुरा राम्रो हुनुपर्छ अनि हामी खुसी हुन्छौँ। हाम्रो बुझाइमा त प्राय त्यही त हुन्छ नि, होइन र? तर खासमा हामी खुसी कसरी हुन सक्छौँ त? आफूसँग सबै कुरा हुँदा हुने खुसी मात्रैले हामीलाई कहिलेसम्म पुग्ला त? कहिले केमा नहोला, कहिले केमा नहोला। तर हामी खासमा खुसी हुनका लागि हरेक कुरा राम्रो हुन नसके पनि हरेक चिजमा राम्रो हेर्ने बानी बसाल्यौँ भने चाहिँ हामी खुसी हुन्छौँ। हरेक परिस्थितिलाई, हरेक मान्छेहरूलाई मा भएको पनि राम्रो गुण आफूले हेर्ने अब हाम्रो बानी नै भइसकेको छ। एउटा कोही मान्छे आयो भने त्यसको नकारात्मक पक्ष चाहिँ के रहेछ पहिल्यै खोजिसकेर हेर्छौँ र त्यो बानीले हामीलाई कहिले खुसी दिँदैन पनि। र कुनै पनि व्यक्ति, कुनै पनि मान्छे, कुनै पनि ठाउँ जाँदा त्यहाँको राम्रो सुन्दर चिज के छ त? कुनै व्यक्तिमा राम्रो गुण के छ त? त्यो आफूले खोजेर हेर्न थाल्यो भने हामीमा ती गुणहरू बिस्तारै भरिन थाल्छन् र हामी पनि खुसी हुन थाल्छौँ। मलाई चाहिँ यस्तै लाग्छ। हस्, धन्यवाद।